काठमाडौँको बालाजु बस पार्कदेखि जम्मा 10 देखि 15 मिनेटको दूरीमा आइपुग्ने ठाउँमा जग्गाधनीलाई इमर्जेन्सी परेको हुँदा लोनको समस्याले एकदमै मिलाएर दिन्छु भनिसक्नु भएको छ। सबै जानकारी मैले उहाँसँग लिन छु है त। नमस्कार सर। हजुर नमस्कार। आराम हुनुहुन्छ सर? एकदम आराम हजुर। यस्तो राम्रो जग्गा रहेछ हजुरको, किन बिक्री गर्न लाग्नु भयो? हजुर यो हाम्रो जग्गा चाहिँ तपाईको अलिकति ब्याङ्कको समस्या, अलिकति लोनको समस्या थियो। हजुर हजुर। त्यो भएको कारणले गर्दा त्यो कुराहरू अलिकति समाधान गर्नको लागि चाहिँ के हदसम्म मैले जग्गा सस्तोमा चलन चल्तीको मूल्य भन्दा 2-4 लाख आनामै सस्तोमा दिँदै हुनुहुन्छ। हजुर 2-4 लाख सस्तो दिनेछु। हजुर हजुर। यदि जति सक्दो चाँडो आउनु भयो भने अलिकति समझदारीमा केही तलमाथि पनि हुन सक्छ। अझै मिलाएर दिनुहुन्छ। ठ्याक्कै जग्गा हाम्रो कति आना हो सर? यो हजुरको पौने 5 आना। पौने 5 आना, 4 आना 3 पैसा जग्गा। अनि बाटो पनि एकदमै ठुलो देख्छु। कति फुटे हो यो? हजुर यो बाटो चाहिँ 20 फुटे बाटो हो हजुर हैन। 20 फुटे ढलानै छ। ढलको निकास, खानेपानीको सुविधा, बत्तीको पोल, बत्तीको सुविधा तुरुन्तै किनेर घर बनाएर बस्न मिल्ने। एकदम मजाले बस्नु। हजुर हजुर। अनि यसको ट्याक्कै लोकेसन पनि खुलाइदिनुस् न कहाँनिर? यो चाहिँ हजुरको बालाजु बस पार्कबाट अलिकति लगभग 10-15 मिनेट जति माथि चाहिँ हजुर हजुर मुड्कु भन्ज्याङनिर छ। मुड्कु भन्ज्याङको ट्याक्कै साइडमा, यो पिपल बोर्डको जस्ट साइडमा। हजुर यो पुरानो प्लटिङकै जग्गा। हजुर पुरानो प्लटिङको हो एकदम। हजुर हजुर। केही पनि समस्या वरिपरि त घरै घरको बिचमा छ त हजुरको हजुर। जग्गा। बाया बाया तलमाथि सबै घरै घर बनिसकेको छ, बस्नको लागि एकदम वास्तुशास्त्र पनि अनुसार पनि राम्रो, पूर्व दक्षिण फेस गरेको, घर बनाएर बस्दा एकदमै राम्रो। हजुर पूर्वतिर फर्केको छ हजुर। अब हामी अन्तिममा छौँ, राम्रो जानकारी राख्नु। केही भन्न चाहनुहुन्छ यो जग्गामा लगानी गर्दै गर्दा पछि फाइदा हुन्छ के हुन्छ त्यो पनि खुलाइदिनुहोस्? हैन फाइदा त जग्गामा जहिले पनि फाइदै हुन्छ। ढिला चाँडो समय परिस्थिति जस्तो आए पनि हजुर हजुर केही समयको लागि त सबैलाई अहिलेसम्म घाटा भएको कसैलाई पनि छैन जग्गामा। हजुर हजुर। त्यो भएको कारणले गर्दा बस्नको लागि पनि फाइदा भयो। भोलि तपाईँले अलिकति भाडा खान्छु भनेर तपाईँले घर बनाएर भाडामा दिनको लागि पनि सुहाउने ठाउँ छ। हजुर हजुर। अनि यदि तपाईँको परिवारमा बुढाबुढी हुनुहुन्छ भने त झन् आनन्द, कस्तो मजाले पारिलो घाम, बिहानदेखि बेलुकासम्म घाम लाग्छ हैन। बस्नलाई एकदमै आनन्द छ। अझ अर्को फाइदा भनेको तपाईँलाई लोनको समस्याले गर्दा एकदमै मिलाएर दिँदै हुनुहुन्छ। त्यो अलरेडी किन्ने मान्छेले फाइदा पाइहाल्नु भयो। हजुर हजुर। ल सर, हजुरले एकदमै राम्रो जानकारी राख्नु। हजुरलाई फेरि पनि धन्यवाद दिन चाहन्छु है त। ल सुनिहाल्नु भयो, अब ढिला गर्दै नगर्नुहोस्। अगाडि नम्बर छ, कन्ट्याक्ट गरिहाल्नुहोस् है त। पुरा भिडियो घर जग्गा काठमाडौँ युट्युबमा छ, त्यहाँ पनि हेर्न सक्नुहुनेछ। धन्यवाद।